म फेरि यहाँहरू सबैलाई हार्दिक स्वागत गरेँ। नेपालको माहौल देख्दा अहिले ज्ञानेन्द्र शाह देश दौडामा कहिले कता जाने आउने गरिरहेको हामी देख्दछौँ भने स्वागत समर्थनको लागि पनि बाक्लै भिड जमातहरू जम्मा भएको दृश्यहरू पनि हामी देखिरहेका छौँ भने अर्कोतिर विदेश जानेको सपनाको सहर सपनाको देश अमेरिका जानेहरूको ताती पनि बाक्लै देखिन्छ। अहिले भर्खरै मार्च 7 देखि मार्च 24 सम्म अमेरिकाले H-1B भिसा वर्किङ भिसा खोलेको छ। हरेक वर्षको मार्च महिनामा खोल्ने H-1B भिसा फेरि यस वर्ष पनि मार्च 7 मा खोलिसकेको छ। डिग्री होल्डर, स्किल र अमेरिका जान चाहनेहरूले H-1B भिसा एप्लाई गरेर अमेरिका जान सक्नेछन्। म यहाँहरूलाई बाटोमा देखिएका दृश्यहरू देखाइरहेको छु। हेर्नुहोस् यहाँहरूलाई कस्तो लागिरहेको छ। हामी देखिरहेको एउटा हुलाकको पोस्ट बक्स हो। 21औं शताब्दीमा आउँदा डिजिटल प्रविधिमा सम्पूर्ण काम क्रियाकलापहरू हुने गर्दछ, तर पनि यस्ता पुराना वर्षौं-वर्षदेखि प्रयोगमा आइरहेका यस्ता बक्सहरू पनि हामी ठाउँ-ठाउँमा बाटामा भेट्दछौँ। हेर्नुहोस् अहिले साँझको समय भइसकेको छ र बाटोमा त्यति भिडभाड बाक्लो मान्छेहरूको आवतजावत देखिँदैन, तर पनि म यहाँहरूलाई वरिपरिका दृश्यहरू देखाइरहेको छु। त्यहाँ अलि पर देखिएको दृश्य एउटा उद्योगको हो भने अन्य दृश्यहरू हामी यस्तो देख्न सक्दछौँ। म अहिले रेसिडेन्टल एरिया बस्ती जहाँ बस्ने गरिन्छ त्यो ठाउँमा छु। त्यहाँको दृश्यहरू यहाँहरूलाई देखाइरहेको छु। यस्ता खालका डस्टबिनहरू पनि ठाउँ-ठाउँमा राखिएका हुन्छन्। त्यस कारणले गर्दाखेरि मानिसहरूले आफूसँग रहेका अनावश्यक सामानहरू डस्टबिनमा फाल्न सक्दछन्। पब्लिक ट्रान्सपोर्टहरू हिँडिरहेको गुडिरहेको हामी देख्न सक्दछौँ। यहाँको वरिपरिको दृश्य म यहाँहरूलाई निरन्तर देखाइरहेको छु। यहाँहरूलाई मैले धेरै भिडियो मार्फत विभिन्न जानकारीहरू दिने प्रयास गरिरहेको छु। यहाँहरूलाई भिडियो कस्तो लागिरहेको छ कृपया आफ्नो विचार कमेन्ट मार्फत भन्नुहोला र यहाँहरूलाई कस्ता खालका भिडियोहरू हेर्न मनपर्छ त्यो पनि कमेन्ट मार्फत भन्नुहोला। म यहाँहरूलाई त्यस्तै खालका सूचनामूलक ज्ञानमूलक भिडियोहरू लिएर म आइरहेको छु। हेर्नुहोस् म अहिले वरपरका दृश्यहरू देखाइरहेको छु। यहाँ एउटा पार्क छ। हेर्नुहोस् यहाँ फुल फुलिरहेको छ विभिन्न खालको, यता सेतो यहाँ लगायतका विभिन्न यहाँ वरिपरिका दृश्यहरू हामी यस्तो देख्न सक्दछौँ। हेर्नुहोस् यहाँहरूलाई भिडियो कस्तो लागिरहेको छ कृपया आफ्नो विचार कमेन्ट मार्फत भन्नुहोला। देखिएको दृश्य भनेको यहाँ पब्लिक ट्रान्सपोर्टको स्टप हो। यस्तो गरिकन स्टपहरू बनाइएका हुन्छन्। हरेक स्टपमा हामी चाहिँ यस्तो पार्टीहरू
र पब्लिक ट्रान्सपोर्ट आउने जाने समय र सूचनाहरू राखिएका हुन्छन्। हेर्नुहोस्, म यहाँहरूलाई यहाँ भित्तामा देखाइएका चित्रहरू म देखाइरहेको छु। हेर्नुहोस्, प्राय यस्तो गरी पर्खालहरू निर्माण कार्य हुने इलाकाहरूमा ठाउँहरूमा गरेको हामी देख्दछौँ। अनि यहाँको दृश्यहरू, यहाँ बस्ती छ यहाँ, त्यस कारणले यहाँ अन्य कुराहरू खासै नयाँ नौलो कुराहरू देखिँदैन। तर पनि अहिले हामी पदयात्री तथा अन्य ट्रान्सपोर्टका साधनहरू, गाडीहरू त्यति हिँडेको पाउँदैनौँ। तर हाइवे इलाकामा भने एकदमै बाक्लो उपस्थिति गाडीहरूको, मान्छेहरूको सबैको देख्न सकिन्छ। हेर्नुहोस्, म यहाँहरूलाई देखिएका दृश्यहरू र त्यसको बारेमा जानकारी दिने प्रयास गरिरहेको छु। भिडियोलाई लाइक, कमेन्ट र सेयर गरेर धेरैभन्दा धेरै व्यक्तिहरू सामु पुर्याइदिनु होला। फलो गर्नुहोला, सब्सक्राइब गर्नुहोला। यहाँको वरिपरिका दृश्यहरू यहाँहरूलाई कस्तो लागिरहेको छ भन्नुहोला। हेर्नुहोस्, बाटोमा यस्ता खालका डस्टबिनहरू, विभिन्न खालका फोहोर व्यवस्थापनहरू व्यवस्थित तरिकाले गरेको हामी पाउँदछौँ, जताततै हामी भेट्दछौँ। हेर्नुहोस्, साँझ पख भइसकेको छ। सूर्यास्तको दृश्य पनि हामी देख्न सक्छौँ। यहाँ भित्तामा देखिएका दृश्यहरू हिस्टोरिकल, पुरातात्विक, पुराना दृश्यहरू हुनुपर्दछ। यहाँको सूचना हेर्दा यहाँ विभिन्न खालका सूचनाहरू पनि यस भित्तामा लेखिएका छन्। हेर्नुहोस्, यहाँहरूलाई कस्तो लागिरहेको छ देखिएका दृश्यहरू। कृपया कमेन्ट मार्फत आफ्नो प्रतिक्रियाहरू भन्नुहोला। यहाँको अवस्था म यहाँहरूलाई जस्ताको तस्तै देखाइरहेको छु। यहाँहरूलाई मैले ल्याइरहेका भिडियोहरू कस्तो लागिरहेको छ कृपया भन्नुहोला। यहाँ हेर्नुहोस्, यहाँ वरिपरिका दृश्यहरू म यहाँहरूलाई देखाइरहेको छु। थ्याङ्क्स फर वाचिङ।
म यहाँहरूलाई बेला बेलामा विभिन्न खालका पब्लिक संरचनाहरू, पार्कहरू र पार्कभित्र बनाइएका विभिन्न खालका विषयवस्तुहरूको बारेमा जानकारी दिँदै आइरहेको छु। म यस भिडियोमा पनि यहाँहरूलाई एउटा पार्कमा बनाइएका संरचनाहरू र यहाँ देखिने दृश्यहरूको बारेमा जानकारी दिन गइरहेको छु। हेर्नुहोस्, यहाँ विभिन्न खालका व्यक्तिहरू आफ्नो समय मिलेको बेलामा आएर यहाँ आराम गरून् भनेर यहाँ बेन्चीहरू बस्नको लागि बेन्चीहरू बनाएर राखिएका छन् भने हामी जाउँ अलि पर, त्यहाँ पनि बेन्चीहरू डेस्कहरू बनाएर राखिएका छन्। यहाँ हेर्नुहोस्, एउटा यस्तो संरचना बनाइएको छ, यहाँ घुम्ने पिङ, घुम्दै पिङ खेल्दै। हेर्नुहोस्, यहाँ यस्तो खालको संरचना देखिन्छ भने ठाउँ ठाउँमा डस्टबिनहरू राखिएका छन् र यदाकदा यहाँ बालबच्चाहरू खेल्दै गर्दा लडेको अवस्थामा पनि यहाँ भुइँमा एउटा लचकदार यस्तो संरचना बनाइएको छ। यहाँ हामी यस्तो देख्न सक्दछौँ। यहाँ अलि परपट्टि अर्को खालको कसरत गर्नको लागि यहाँ एउटा डोरी बाँधिएको छ। यहाँ धेरैजना एकैचोटि कसरत गर्न सकुन् भनेर धेरै डोरीहरू बाँधिएको छ। यतातिर पिङ जस्तो खालको एउटा संरचना छ भने उतातिर पनि खेल्नको लागि यस्तो खालको संरचनाहरू हामी देख्न सक्दछौँ। यहाँ अन्य संरचनाहरू बालबालिकाहरू खेल्नको लागि बनाइएको छ। यहाँ यस्तो खालको संरचना छ। हेर्नुहोस्, बालबालिकाहरू त्यहाँबाट भर्याङमा चढेर अनि यस्तो तरिकाले यहाँ भर्याङ बनाइएको छ भने यहाँ चाहिँ रक क्लाइम्बिङ, पहाड चढ्दाखेरि कसरी चढिन्छ भनेर भित्तामा चढे जस्तै गरेर एउटा डन्डीमा यस्तो टेकाहरू बनाइएको छ भने यतातिर चाहिँ एउटा ड्र्यागन जस्तो एउटा लट्ठा यस्तो तरिकाले बनाइएको छ भने यसैको बगलमा चाहिँ एउटा टेबल टेनिस, यहाँ इच्छुक व्यक्तिहरूले निःशुल्क टेबल टेनिस समेत खेल्न सक्दछन्। हेर्नुहोस्, टेबल टेनिसहरू र यस्ता खालका पिङहरू ठाउँ ठाउँमा हामी प्रत्येक पार्कहरूमा हामी देख्न सक्दछौँ। यहाँ एउटा टायर राखेर पिङ बनाइएको छ। त्यो पनि एक किसिमको पिङ हो जहाँ बालबच्चाहरू पिङ खेल्न सक्दछन्। र यतातर्फ हेर्दाखेरि त्यहाँ एउटा बालबच्चाहरूकै खेल्नको लागि यस्तो खालको बनाइएको छ। यहाँहरूलाई म देखाउँछु। हेर्नुहोस्, यस्तो छ यहाँको दृश्यहरू। यहाँ अन्य खालका पिङहरू डुगाको आकारमा स्प्रिङ लगाएर बनाइएका पिङहरू यस्तो देख्न सकिन्छ। अलि परपट्टि चिप्लेटी जस्तै देखिने बालबच्चाहरूको लागि, विशेष गरेर बालक बच्चाहरू 2-4 वर्षका बच्चाहरूको लागि बनाइएको हुनुपर्दछ संरचना हेर्दा। र यहाँ अन्य खालका विविध यहाँ यस्ता खालका गेम खेल्नको लागि यस्तो खालका संरचनाहरू हामी देख्न सक्दछौँ। यहाँ कुर्सी पनि राखिएको छ। यहाँ घुमेर खेल्ने जाँते पिङ
भनेर हामी नेपालमा चिन्दछौँ। जाँते पिङ यस्तो छ भने बालकहरू 1 वर्ष 1.5 वर्ष 2 वर्षका बालकहरूलाई विशेष ध्यान दिएर यस्तो खालका पिङहरू छ। यहाँ यस्तो देख्न सकिन्छ। यहाँ पुरै चाहिँ भुइँमा चाहिँ लचकदार प्लास्टिकको लचकदार यहाँ बालबच्चाहरू लडेको अवस्थामा समेत यहाँ चोटपटक नलाग्ने तरिकाले लचकदार यहाँ कार्पेट जस्तो बिछाइएको छ। यहाँको दृश्य म यहाँहरूलाई सरस्वती देखाइरहेको छु। यहाँ केही बालबालिकाहरू खेलिरहेको पनि हामी देख्न सक्छौँ। यहाँ अलि वरपट्टि यहाँ पब्लिक जिम कसरत गर्नेहरूका लागि पब्लिक जिम बनाइएको छ। यहाँ खुट्टा र खुट्टाका जोर्नीहरू र हातका मसलहरूको लागि एक्सर्साइज होस् भनेर यहाँ एउटा संरचना देख्यौँ भने अर्कोतिर खुट्टाका जोर्नीहरू र मांसपेशीहरूलाई ध्यान दिएर यस्तो बनाइएको छ भने यतातिर पनि खुट्टाकै एक्सर्साइज र यहाँ हातका जोर्नीहरूको एक्सर्साइजको लागि यस्तो हामी संरचना देख्न सक्छौँ भने यहाँ पनि हात खुट्टाहरू र यहाँ यस्तो तरिकाले हातले तन्केर छाती र हातका नसाहरूको लागि भनेर यस्तो संरचना हामी देख्न सक्छौँ। यहाँ चाहिँ हामी विशेष गरेर छाती र खुट्टाका मांसपेशीहरूको लागि भनेर यस्तो तरिकाले कसरत गर्ने सामान राखिएको छ। यहाँ पनि खुट्टाहरूको लागि हातको लागि र यतातिर छातीको लागि कम्मरको लागि यावत सबैको लागि चाहिँ यस्तो खालका संरचनाहरू हामी ठाउँ-ठाउँमा बनाएको हामी पब्लिक फ्रीमा प्रयोग गर्न सकिने गरी यहाँको स्थानीय सरकारले यस्ता खालका पब्लिक संरचनाहरूमा धेरै लगानी गरेको हामी पाउँदछौँ। हेर्नुहोस् यहाँको संरचना बनाउनलाई कति लगानी लाग्यो होला र हामीहरू सबैलाई जानकारी छँदैछ। हरेक ह्युमन बिङ हरेक मान्छेलाई एक दिनमा थोरैमा पनि 30 मिनट कसरतको आवश्यकता पर्दछ। हिँडेर होस् दौडेर होस् वा अन्य कसरत गरेर होस् 30 मिनट कसरत गर्न आवश्यक छ स्वस्थ रहनको लागि। त्यसकारणले गर्दाखेरि यहाँ यस्ता खालका संरचनाहरू ठाउँ-ठाउँमा हामी देख्न सक्दछौँ। हेर्नुहोस् यस्ता खालका पब्लिक पार्कहरू हामी प्रशस्त मात्रामा भेट्दछौँ। यस्ता पार्कहरूमा धेरै लगानी गरेको यहाँको सरकारले धेरै लगानी गरेको हामी अनुमान गर्न सक्दछौँ भने यहाँ हेर्नुहोस् यहाँहरूलाई म यहाँको पार्कको भ्रमण गराइरहेको छु। यहाँ वरिपरि देखिएका दृश्यहरू यहाँहरूलाई म निरन्तर देखाइरहेको छु। यहाँ बालबच्चाहरूले साइक्लिङ गरून् भनेर पनि त्यस्तै तरिकाले डिजाइन गरेर यहाँ चाहिँ यस्तो तरिकाले स्केटिङ खेल्नको लागि स्केट पार्क जस्तै डिजाइन गरिएको छ। यहाँ भने वरपरको दृश्य यस्तो यहाँ देख्न सकिन्छ। यहाँहरूलाई अहिले यस भिडियोमा देखाएका दृश्यहरू कस्तो लागिरहेको छ? पक्कै पनि हामीहरूको लागि एउटा सही तरिकाले बनाइएको पार्क एकदमै आवश्यक हुन्छ। विकसित देशहरूमा प्रशस्त पार्कहरू यस्तो सबै खालका आवश्यक सामग्रीहरू राखिएको पार्कहरू प्रशस्त भेटिने गर्दछ। हेर्नुहोस् यहाँहरूलाई यस भिडियो कस्तो लागिरहेको छ? भिडियो हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा भेट हुने नै छ। सबैलाई नमस्कार।